केटा स्पेलले जितिसक्यो बिहान बिहान 1 महिनापछि फेरि लाज पचाएर ब्लग स्टार्ट गर्न आएको छ हामी मजा देखाउँदै संस्कार हाम्रो संस्कारको दाइ माथि हुनुहुन्छ है यता लाले हाम्रो एकै गोमन 3 बजे मुस्ताङ हिँड्ने भनेको हामी दोष कति बजे सुत्ने भनेको हिजो 9 बजे सुत्ने भनेको रातभरि गेम हेरेर अब मुस्ताङ कसरी पुगिन्छ हेरौँ यहाँ अब सुरज दोष फेरि सपोर्टर मेरो त्यहाँ ब्लग हेर्दै एकछिनपछि अब गोमन दोषले कोल्ड स्टार हान्छ हाम्रो त्यसपछि भेटौँ अब एकछिनमा होइन दोष कोल्ड स्टार हान्छौ होइन ल एकछिनपछि भेटौँ अब सुनेर फेरि हाम्रो दोस्ती रेडी भइसक्यो फुल है यता फेरि एउटालाई अघिदेखि भनेको यहाँ मोबाइल हेर्दै बसिरहेको यार दोष अलिक टेस्ट गराउला कि छोडिदेऊ म्यासेज रे म चाहिँ हिजो किनेको थिएँ सोनामको यस्तो राख्यो अब बिहान पानी पऱ्यो त्यहाँ ब्लग सुरु भएको थियो नि एकछिन बाइक स्टार्ट गरेको हामी बाहिर राखेको थियौँ त्यहाँ यहाँ सुरु दोस्रो यसरी छन् मेरोमा चाहिँ एउटा पनि सामान बाँधेको छैन म र लाले त्यहाँ बस्छौँ भन्डरमा चाहिँ बाँधेको सामान यहाँमा चाहिँ संस्कार र सिमान बस्छन् त्यो अब चाहिँ पेट्रोल उयो अब चाहिँ पेट्रोल हालेर यताउता गरेर हिँडिहाल्नुपर्छ लास्ट दिन हुन्छ मलाई थोडा जस्तो मलाई केही थाहा छैन केटा ल अन्त ल रेडियो ल बुकको स्याहार सधैँ भइसक्यो 3 बजिसक्यो निस्किहाल्नु पर्छ सुरज दोष सेव ल ओके ल यहाँ चाहिँ दाइ हुनुहुन्छ दाइ ल हस् दाइ लाले भयो मुटे भएको हाम्रो त्यो बाइक रेडी छ अब निस्क्यौँ हामी यहाँबाट बाटो भेटौँ माउन्टमा एकछिन माउन्टमा अहिले म भेटौँ मलाई यार बेलुका के भेट्ने है एकछिन पछि भेटौँ केटा हस् दाइ गयो ल दोष गयो पाइयो अब हामी जान्छौँ मैले चाहिँ लाइट बालेको छैन यहाँ बाल्न परेन हामी चाहिँ यहाँ बिरौटाबाट निस्किसक्यौँ केटा हो पछि हिजो साथीको घर आएर बसेको थिएँ यहाँ सामानहरू यति बेला बसेको थिएँ अब पेट्रोल हालौँ पहिला अनि पेट्रोल हालेर त्यसपछि हात तान्नुपर्छ ए बल्ल सम्झेको मेरो 500 रुपियाँ त्यही छ 500 दाइलाई अनलाइन हालिदिनु मन पर्यो स्ट्यान्डै गर्नु बित्तिकै ल ढुक गरौँ हामी चाहिँ अब यहाँबाट टक्क पहिला पेट्रोल हाल्न गइन्छ मैले चाहिँ लाइसेन्स केही पुगेको छैन लाइसेन्स पैसा नै दिनु छैन सबै अनलाइनमै हो पानी पऱ्यो सिमसिम है केटा हो बिहान बिहान टुक बाँड्दै हिँड्ने छिटो ल पानी पर्छ सिमसिम पर्न चाहिँ मजा आएन माथि धुलै अहिले बिहान त खासै धुलो हुन्छ नि त अलिक घाम लगाइसकेपछि बल्ल लगाउँछु अहिले केटा माथि गएर भेटौँ है त यो चाहिँ हाम्रो ड्याम साइड बिहानको 3 बजे त केटा हो यहाँ चाहिँ नाइट लाइफ अहिले केटा झ्याप भेटिन्छ यहाँ केटाकेटीहरू भनौँ न है केटा चाहिँ हन्टरमा अगाडि रस्ता हालिसक्यो है हामी चाहिँ पछि बिस्तारै ढुक्की जाने केही याद फेरि होइन पेट्रोल हालेर जाने हो यहाँबाट अलिक साइड निस्किन्छ क्या हो थाहा छैन खास बिरौटा तलको बाटोबाट खासै थाहा छैन कि अहिले पानी पऱ्यो यार म एकछिन भ्लग गर्थेँ यार भ्लग गर्थ्यो भनेको पानी पऱ्यो यार जस्तै यार त अब हातले गर्नु पर्ला जस्तो के केटा छैन ल केटा हामी यहाँ कुसमा पुगिसक्यौँ यहाँ घर यहाँ चाहिँ अब यसो 10 मिनट ब्रेक हो गरे होइन थोडा कस्तो आएको मलाई केही थाहा छैन है समय हेर्नु पऱ्यो ठिकै आएछ अब यहाँ स्वयं यिनीहरू छन् गरे यहाँ 5 बजी हिँड्छ यहाँ 10 मिनट छ ज्याकेट हालेँ मैले म यही चलाउँछु अघि मैले चाहिँ बाटादेखि बाइक चेन्ज गरेको थिएँ संस्कारले यो चलाउँछु अब बाटामा गएर चेन्ज गरिन्छ बाइक लास्ट गाह्रो गर्दैछ मलाई कसम तिमीले एकछिन भाइब्स लिन्छौ भनेर मैले चुप लाएर बस्यो तिमीले एकछिन भाइब्स लिन्छौ भनेर म आनन्द चुप लाएर बस्यो
त्यस्तो भन्नु नहुने त्यही कसम अगाडि च्याप्पिन्छ आफ्नो बानी हुन्छ नि त अब हिन्दीमै केटा अब त्यही म हल्का हल्का गोप्रो हाल्न सक्छु ए गोप्रो है माउन्टको होइन अब साथी कहाँ राम्रो ए लगेर जाउँ अब हामी त्यहाँबाट शर्मा लाग्ने सेन्टरमा 40 मलाई अघि पुराको हाल्थेँ होइन मोटो ब्लक केटा पत्ताउनु बिजो पानी परेर होइन झन् मैले हिजो सोनामको यो किनेको थिएँ वाटरप्रुफ प्राइस त तल 11,000 हो केटा हो यो कहाँ बाटो लिएर 11,000 नि भाइ हिजो भर्खर किनेको सोनाममा अफर चलेर किनिदिइहाल्यो भाइ भजियोस् हामी अब निस्किमा अब यो चाहिँ माइजूको घर यो मामा घर माइजूको मामा घर केटा ओए धुलो उडायो मलाई ल हतारमा अब जाने तर भेट भयो त केटा लौडा त गर्नुहुन्न केटा बाटोमा ढिलो हुन्छ आफूलाई नै यसो बबाल भ्यू देखेर खिच्न बसेको झाउ लाग्यो खिच्ने हेर जस्तो त हन्टर पनि नकिन केटा हो यार अन्त सामान बाँधेर त गाह्रै हुन्छ यार त हेर्नु यहाँ यस्तो हुन्छ भनेको के त्यो एउटा मान्छे छ क्या त्यहाँ होइन त्यो एउटा त्यो पहिला दसैँमा हाम्रो कम्प्लेन हान्दै थियो कि बाइक पड्कायो भन्यो त्यो एउटा पटाएर केटा सस्तो त आइयो अब यहाँबाट चाहिँ बिस्तारै गइन्छ बिहान भयो सही हो उता गएर भेट्यो यार चाहिँ केमा त झ्याउलाउँछ मलाई वेलकम टु बागलुङ त बाँच्ने केटा है यहाँबाट यता गएर बागलुङ हुन्छ यता गएर फेरि हामी यताबाट चाहिँ जान्न बाटो एकदम घुमाउरो छ यताबाट जान्छौँ हामी यहाँबाट चाहिँ बाटो आउँछ यस्तो रफ्तार हानिन्छ अब ल एउटा भ्लग सुरु गर्ने लाँदै भ्यू अक्कादिएर अपलोड आइदिइहाल्छ यार गियर पनि ढाड्न बिर्सेको छु बाइक साथीको केटा यस्तो अप्ठ्यारो मलाई अगाडि पठाएर स्विजरल्यान्ड जस्तो हो क्या स्विजरल्यान्ड Slow! यसरी कहिले हो त 15 मिनेट पुग्यो One more, guys! Oh, गाडी सिक्ला
चेकिङ हुनसक्छ आमा के ऊ हो के को ऊ चेकिङ हुन्छ यहाँ ऊ भन्दै थियो म भने पुलिस बस्छ भने तिनीहरू आउँछ कि आउनु त्यहाँ हेर्दा सस्ता त केही गर्दैन केटाहरू रोकिदिन्छ कि आयो 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 बता घन्टा पनि केटा यार छोडेर क्लासिको बाटै छैन कि 4 मिनट 45 सेकेन्ड पुग्यो ल मैले 4 मिनट 45 सेकेन्ड भ्लग बनाउँछु ल अब एकछिन तिनीहरूलाई कुरोमै केटा पनि भेटाउँला यार आयो बुझेर बल्ल 4 मिनट 45 सेकेन्ड पुग्यो सकेको स्पिडमा आएर त पछाडि बस्छ अगाडि पुलिस छ क्या केटा बेनी छिट्यो हामी चाहिँ हामी वारी बेनी छौँ पारी वहाँ पारी कि वारी जे पनि छौँ होइन दोस्त वारी बेनी पनि पारी पनि बेनी छौँ बेनी त बेनी हो पुलमा बस्छ कि यसो हेर्नुपर्छ केटा यहाँबाट हामीले बिस्तारै बिस्तारै आऊ एउटा बेनी पुग्यो है त ल फेरि हामी चाहिँ अब पारी कि वारी जे हो नि हो बेनी हो खाजा कहाँ हामी भन्दाखेरि यसो माथि बजारतिर जानुपर्छ माथि जाने हो फक बन्द हो यार बन्द हो त पेट्रोल पम्प उता हाल्ने हो महँगो घाट अब कता हाल्ने पेट्रोल पम्प भग भयो त केटा यार यसो त मैले त वहाँ 1000 को मात्रै हालेको त अनि उता जाम ओके उता एउटा हो के उता एउटा ए के बेनी बजार बिहान बिहान ओइ उठ बिहान भइसक्यो ओइ उठ सुते अझै यार ए यहाँ नि बन्द हो यार भनेपछि तिम्रोबाट झिकाउन पनि सक्यो भने मिल्दैन मैले आफै माथिबाट पाइप तान्नु गरे मात्रै पाइप पनि पाउनु पर्दैन भनेको यहाँ नि बन्द हो यार केटा यार हल्ला त कति है हल्ला त माथि छ कि एउटा पेट्रोल पम्प अझै लास्ट महँगो भन्ला माथि त्यही धेरै भयो 4-5 रुपियाँ महँगो हुन्छ पेट्रोल पम्प छ कि अब बस पुगिएला पुगिन्छ होला कि माथि छ त पेट्रोल पम्प रिजर्भमा त धेरै हिँड्दैन उकालोमा त कहाँबाट साट्ने हो खाजा साट्ने भनेको आऊ साटा साइकको पेट्रोल हाल भने साटामा नि यस उता पेट्रोल त यहाँ गाह्रो भइसक्यो मान्छेलाई यार ल केटा उता गएर भेटौँ ल केटा एकछिन पुलिस त हेरेछ यहाँ पुलिसको रिपोर्ट बस्ने भन्दा केटा
खोइ खोइ टोपी खसालेको रे मुला ओइ याकाले होटल याकाले त खोला हेर्छ हल्का हल्का त्यस्तो अफरोडिङ छ है सक्यो भनेर भन्दिनँ अब कति अलिक छ अगाडि छन् अपलोडहरू केटा यही आइयो हामी चाहिँ बल्ल यहाँ चाहिँ खुल्छ नि भुक्क भर्छ थियो चारतिर हौ यहीँ खान्छौँ अब टक्क लाएर केटा हो हामी यहाँ टक्क लाएर बल्सो कटेर खाजा खान खोज्दा खोज्दा यहाँ पुगियो यो ठाउँ चाहिँ कहाँ थाहा छैन मलाई नि यहाँ हामीले चाहिँ के सुरुमा 4 कप चिया भनेको दुध चिया अनि त्यसपछि 4वटा अन्डा च्याउचौ यहाँ खाइसकेपछि सिधै हामी अप्पर मुस्ताङ गएर खाइन्छ कागबेनी खाना खानु भयो भइन्छ त्यस्तै अरू अब भन्दै जान्छु म केटा होइन अब खाजा आएपछि भेटौँ ल हजुर यहाँ टक्क गरेर खाजा खाएर उयो के हो है ल सा यहाँ 5 भ्यू आयो यता लाइभमा पनि कोले हो खै खत्रै हेर्दैन च्याउला खाइन्छ भने त्यसपछि केटा म चाहिँ यहाँ फेरि पछाडि बसिसकेको छ बाटो जस्तो यहाँ छुट्टै छ हेरौँ भत्तिल लाग्यो त यस्तै हो बर्खाको मार्केट बर्खामा यो खोला अझै भन्दा ठुलो हुन्छ हेर्दै जाऊ पछि यताबाट हालै किन हुन्न गार्डनमा के त्यो हाल पानीमा अब पछाडि बसेर टक्क भ्यू त केही छैन यहाँ सब माथि आयो यहाँ रुप्से फलाइसक्यो है त बल्लमा बाटो चाहिँ किन हेर्नुमा कारिन्छ अहिले ल यहाँ चाहिँ यस्तो छ है रुप्से झर्ना चाहिँ के हो रुप्से फल त ल हामी जान्छौँ यार अब म चलाउनुको लागि चाहिँ म मोटर लगाल्छु माथितिर गएपछि यहाँ त हाल्दिनँ अहिले खासै त्यही हो रुप्से वाटरफल यही हो केटा हो यहाँ त के लगाल्नु माथि पछि हाल्दा मोबाइल चाहियो हामी अझै आएर ल है त रुप्से फल कटियो अब रुप्से झर्ना यहाँ त भिजै हिजो पानी आएको थियो यता बाटो यस्तै छ अब यता भिडियो त अप्ठै छ बकेर अब के हो र पेट्रोल चाहिँ हुँबाट फुल गरेर आउनुपर्छ यहाँसित जान्ने होस् यस्तै हो जस्तो मैले भनेको हो हल्का चलाउनु नि यस्तो गर्नु सुस्तो गर्नु दोस्त बिहान हाल्नुपर्ने रहेछ अघि नौसँग चाहिँ हाल्यो बोतल सेम हेलमेट लिँदैला कसरी खान्छ यार पेट्रोल हेर्छ केटा यता देखाउँछ पानी खायो भने त बसी खान्छ यार पर्छ है के गर्छ अझै 3 बोतल छ 8 बोतल ल्याउने हालेको हालिदिनु
Alta gente, alta. No. Don't do. This one boss. हिरो हो यहाँ हाम्रो आज मेन क्यारेक्टर 10 बोतल गयो केटा अझै खाली खायो है त भोलि जस्तै यहीँ आइसक्यो अझ एक बोतल ल्याइदिनु एक बोतल यसमा नि हाल्नु पऱ्यो क्या यहाँ त यो बाइकको हालत यस्तो छ चापी निकाल दोस्त एक बोतल यता यता Oh, Supriya! Oh, Supriya! Bye-bye. ठ्याक्क बाटो हिँड्दा चाहिँ ठ्याक्क यहाँ कालदेखि हाल्यौँ केटा हो यो बुलेटमा होइन यो गोटी हालेर बोर्डर पुग्छु चाहिँ सपनामा नसोच है दाईहरू भाइहरू होइन साथीहरू गोटी हालेर वहाँ बोर्डर कोर्ला बोर्डर पुग्छ भने नसोचे हुन्छ पोकेटली सिटमा त ए पा ल हन्टर त ठिक छ ल यो मान्छे हामीभन्दा 4 किलोमिटर अगाडि थियौ तिमी सकिन्न केटा सकिन्न अब हामीले के प्लान गर्यौँ भने मेरो फेरि टी जान लाग्यो म तिमीलाई त्यहाँ टी क्र्याक भयो त्यहाँ देख्दैन अब यसपालि त्यस्तै भयो केटा हौ अर्को पालि अब डट लिएर सोचेको हामीले चाहिँ होइन मैले भन्न खोजेको के हो भन्दाखेरि आऊ तर टाइम राम्रो पर्दो रहेछ कि आए पनि ल आएर होइन जोमसोममा चाहिँ बेलुका 4-5 बजी पुग्ने गरी आऊ बस अनि त्यसपछि बल्ल भोलि बिहान 5 बजी हिँड्यो 5 बजी हिँड्यो नि उस्तै हो कि नि त भन न अब 5 बजी हिँड्ने बाटो यही हो 10 बजी हिँड्ने बाटो यही हो हेर न कहाँ हो कहाँ यार यो त यो छ नि यो हामीले उहाँ जोमसोमदेखि देखेको अहिलेसम्म देखेको छैन है जोमसोमदेखि देखेको यो डाँडा हामीले आउँदैन यार हामीले चाहिँ गिभअप गरे होइन केटा यो साथ नदिया हो यो बाइकले साथ नदिया ट्राई त गरे हो मौसमले त एकदम गुड छ होइन तर बाइकले साथ दिएन होइन कि जान लाग्यो फेरि अघि क्याक गरेको थियो अब यहाँबाट हामी रावणा हुन्छ होला यहाँ फेरि अपडेट गरिरहेको छु केटा बरु त्यही गोमानथाङ यता कागबेनी कता डुल्नु पर्ला हाम्रो मेन लिडर उहाँ हुनुहुन्छ बाटो यस्तै छ केटा है बोर्डर जाने हो यस्तै हो बाटो एउटा हातले गऱ्यो लिडरमा फर्किन लाग्यो हामी चाहिँ अब एउटा ठाउँदेखि बोर्डर पुगेर 10 किलोमिटरको बोर्डर पुगेर आइयो त्यस बाइकले साथ दिएन भनौँ न नेक्स्ट टाइम चाहिँ पक्का हानिन्छ बोर्डर भ्यू चाहिँ अक्कै छ लगेर तल उता गरेर भेटामै ल भन्दा बोर्डर पुग्ने सपना त्यस्तै भयो बोर्डरबाट आधा बाटो आयो फर्किहाल्यौँ अनि त्यो बिस्तारै आयौँ कि बाइक बनाउने स्थिति पनि थिएन बाइक यहाँ छ एउटा यहाँ छ अनि एउटा उहाँ छ हन्टर पछाडि ब्लग भन्दा पनि चार्जै थिएन 3% थियो चाहिन्थ्यो नि त बाटोमा केही भयो भने चाहिन्छ भनेर राखेको थियौँ हामीले हामी चाहिँ यहाँ मार्को पोलोमा हो हाम्रो मलाईको मामाको होटलमा
खाना खाएको पनि बनाउनु पाइएन कि चार्जमा राख्दै थियो मैले यहाँ बसेर खाना खाएको थिएँ अब खानासँग खाइयो अब एकछिन 1-2 घन्टा रेस्ट गरेर अनि डुम्बा लेक जिममा डेली गइन्छ त्यही अरू त के छैन यहाँ को खै किन के भन्दा नि हिँड्दै जाँदैछु न घर हजुर चाबी लाएर उता रुममा हामी अब यहाँ मुस्ताङ बाहिर खानु जाँदै केटा पैसा झिक्नु पर्ला एयरपोर्ट जान्न जुनसम्म एयरपोर्ट सन्चै हुन्छ एकदम माछा थियो कि एउटा कहाँ गयो यत्रो डुल्ने ढोका गरेको पत्ता फुल्ने चाहिँ निस्किएर जाऊ त्यो च्याप्प पार केटा दुम्बा सुम्बा हो के हो दुम्बा सुम्बा लेख्ने यहाँबाट अब हामी चल्दै ओइ त्यो कोल राख्यो ओइ दुई खै ए ल अब हामी यहाँबाट जान्छ ब्लग बनाउँदैको साइकल के भयो भनेको केटाले फोटो भन्दा भन्दै फोटो खिच्दा भ्लगै बनाउन दिएन भनेको म त जसरी भ्लग बनाउनै पर्छ नि पछाडि बस्छु जस्तै चलाउँछन् ल अब के गर्ने भन्दाखेरि अब हामी रुमतिर गइन्छ केटाले दाउरा फेर्छ पनि गरेर लाइन्छ ब्यागको जुन समय त केटा अब फेरि काका दुनियाँ दिवाना गरेर आइयो केटा हामी चाहिँ अब मार्फततिर जेरी गल्लीतिर लाग्दैछौँ दादा फेरि चल हामी चाहिँ बाइक लिएर आइसकेको थियो बल्ल नि बाइक चाहिँ के पारेर राखौँ यहाँ है त्यो बाइक टलक्कै टल्क्यो है धेरै ठुलो लगाइसक्यो जस्तो फेरि जेरी गल्ली चल्छौँ भ्लग मैले खासै राम्रो बनाएन किनकि गोप्रो छैन क्वालिटी राम्रो आउनु त्यही पनि हल्का ट्राई हान्दियो डाइन्सोले खै ल उतै गरेर भेटौँ यहाँ गाई हामी चाहिँ यहाँ जेरी गल्लीको एउटा रेस्टुरेन्टमा छौँ खाजा कुरिरहेछौँ हामी चाहिँ कस्तो पुरा खेला मलाई चाहिँ पाहाडले खेला अब कस्तो रहेको लगाएर बसेको निस्किएको दोष जाडो भयो जाडो त भएको थिएन त्यही के नि के त गर्नु पऱ्यो नि त टाइम पासको लागि ज्याकेट सार्दै बसेको थियौँ घाटो सुक्यो 8वटा सब्जी भनेको 4जना 2-2टा टक्कै त्यहाँ आउनेसम्म खाँदासम्म यताउता गफान्दासम्म 1 घन्टा बित्छ त्यसपछि चाहिँ जाने टक्क लाएर सेपा ड्रेस लाएर होइन जेरी गल्लीमा के यो माया हो भनेर भाग्ने ल हातसम्म पारा ल केटा के हुन्छ अरे यो केटा 8 पिस ससेस टाइम पासको लागि नि फेरि यो पैसा नभए यति उहाँ यति काम पहिला होइन भोक मेटाउनु भने पेटलाई कि ए मैले केही खाएँ सन्तुष्ट बनाइदिनु पेटलाई भनेर कि मैले केही खाएँ है मैले आज केही खाएँ ससेस खाएँ मैले भनेर सुनाइदिनुलाई कि पेटलाई त भोकै छु भन्ने भ्रमबाट हटाइदिनुलाई चाहिँ चाख्नलाई मगाएको यो खाएर इन्डियन खाएँ है मैले फाइनली हाम्रो दुनियाँ सबै कुरा सकेर हामी फर्केर जाँदैछौँ हाम्रो गन्तव्यतिर हाम्रो गन्तव्य छ के थियो यार नामहरूको नामै बिर्सियो यार मार्को पोलो हामी जान्छौँ मार्को पोलो घोडेले मोनोपोली अरे दि एन्ड अफ जेरी गल्ली आज लाइफमा फर्स्ट टाइम फेरि त्यो तामाको देश पनि लाग्यो अब मार्को पोलो अक्खा देखियो त ल छलफल त दिनैपर्छ आइसकेपछि अब यति पनि दिएन भने हामी मान्छे गर्नु ला केटा अब हामी सिधै माथि हाम्रो मार्को पोलोमा गएर भेट्छौँ है त चार्ज पनि छैन केटा हो सही हो
केटा हो यार मार्फामा सोध्दा यस्तो चेकिङ भयो यार झन् भर्खर चेकिङ गरेर फोटोसोटो खिचेर फर्किनु लाग्यो चेकिङ रहेछ है स्वाट घुमाएर डाँडातिर स्वाट ल यहाँबाट मोडिफाई बाइक लिएर हिँड्नुहुन्न है त साथीहरू सबलाई गुड इभिनिङ टेन्सन भयो यार केटा यार हामी त्यति अलिकमा फोटोसोटो खिचेर फर्किनु लाग्थ्यौँ भने त्यो चेकिङ छ भनेको लामो हेर नि त केटा कस्तो बढिदिएको यो फुलले त्यहाँ चेकिङ छ होइन अनि हामीले चाहिँ बाइक उहाँ लगाएर राखेको छौँ कि त्यहाँ लगाएर राख्दैछौँ गोगलको लगाएर टक्कर देखाउँछौँ चेकिङ चाहिँ उहाँ छ होइन चेकिङ भएर हामीले चाहिँ बाइक उहाँ राखेछौँ हामी डाँडामा आएर बस्दिएको अब त्यो चेकिङ कति बेला हट्छ अनि बल्ल अघि घुम्ने बाहना नि भयो सही हो यी के गर्छ सही हुनु भोक लागिरहेको गर झन् ल्याम ल्याम मासु भात हाल्छु भनेको होटेलमा गएर एउटा हान त भिडै भि चढ्यो भिडै भि चढेर आएको अरे कि भ्यू चाहिँ अक्का आइ केटा हो केटा हामी चाहिँ अझ दिदीको भएको दिन हाल्ने भनेर हिजो इन्डिङ गरिनँ अहिले चाहिँ अब मुक्तिन जानु लाग्यो यार त्यहाँ त के भइरह्यो खै के हो छोडेर जेसुकै होस् भ्यू चाहिँ यस्तै छ संस्कार चाहिँ अगाडि गएर पुलिसको हान्दैछ अब ढिला मान्छे भन्ने गइहालौँ ए शिवान हेलमेट लिएर आऊ त हेलमेट लिएर बिर्सिएर त्यही जाँदा त गाडी छ होला माथि यस्तो हात किन चल्लु फेरि दादाको केटा हामी यहाँ मुक्तिनाथ आइसक्यौँ जाडो त जाडो हुँदो रहेछ यार यस्तो बेला यहाँ चाहिँ हिँडिरहेको अहिले चाहिँ हामी भयो दाइ कहाँ यति दुःख त गर्नुपर्ने हो क्या नि त मुक्तिनाथ राख घोडामा राख जस्तो बसेर किन जाने हो त यसो खुट्टा दुःख छ नि त हिँड्ने हो हिँड्नु मजाले हिँड्ने हो किन्ने हो क्या अहिले क्यासै बोकिन कि केटा हो अनलाइनमा देखेर बर भइदियो घर पनि छैन घरको लागि लाने भनेको खै के हुन्छ अहिले हेरौँ कहाँ हो अर्कोचोटि आउँदा चाहिँ मुक्तिनाथै बस्ने गरेर हिँड्छ माथि होटलमा झ्याउ गएकै जमसम्म बसेर कि जहाँ घुम्न गयो नि माथि मात्रै आउनुपर्छ घुम्न त अलि माथि मुक्तिनाथ माथि र एकछिन भेट्नु चार्ज छैन चार्जै कहिले हुन्न अरे फोनमा उयो दोस्त यता आएर त दुईचोटि दाइ राउन्ड हान्थ्यो है सिकानु भयो यार संस्कार दोस्त खै अब चाहिँ चेन्ज भएर गइहाल्नुपर्छ के रे तिन जगानमा जान्छु ए त्यो केटा जाडो भयो यार अहिले त यार अहिले यस्तो हालत छ उसलाई पछि है जाडो बेला है पुसमातिर आइहाल्छ नि पानी पनि आइसमा आउँछ कि मतलब रमाइलो ऊ हाम्रो आएको दादा दुईचोटि आएको अर्को तिमी दुईचोटि गएन है फेरि भर भिडियो बनाउनु पर्छ नि मैले चाहिँ अर्कोचोटि किन गरेको भन्दाखेरि दाइको लागि गरेको थिएँ कि दाइको बर्थडे हो ट्याक्क त्यो दाइको लागि चाहिँ फेरि एकचोटि सर्ट हाल्दै अब त्यो भिडियो हाल्छु होइन अझै एकचोटि गरिदिउँ क्या मैले हामी अर्कोचोटि चाहिँ सबै बोकेर आउँछु भन्दै अर्कोचोटि चाहिँ फ्यामिलीको लागि गर्छु यसरी सकिने केटा धेरै नगरौँ कि जोसो जसमा धेरै गरेर अलिकति फेरि ढल्दियो पनि टेन्सन हुन्छ अनि केटा अब म ब्लग बाटोमा कहीँ बनाएन अब के भन्नु त्यो अब बाटो त यो बाइक दुईचोटि धोको पत्ताउनु दुईचोटि धोको अझै यस्तो यहाँ त्यो मोरी हाल्न थियो मेरो फेरि यो चुट्टिया कि हाल्नु पट्टी चुट्टिया थियो होइन अलिअलि कसी यहाँ आएर झुन्डिरहेको थियो अघिदेखि मैले पनि मोबिल हालेँ हेर्नु अब त्यो मयुर त्यो एउटा त्यो क्याफे छ त्यो दुइटामा एउटामा गइन्छ खाजा खाना त्यसपछि भारी हाल्नुपर्छ घर चाहिँ बनाउन सम्भवै थियो कि पोसिबल त धेरै थिएन अनि
त्यही यो भ्लग त बनाउने बाटै थिएन पानी परिरहेको थियो अनि त्यही माथि त्यो बाटो जहाँ हेऱ्यो नि पहिरो आउला जस्तो थियो है यो पान हामीले आइयो त्यही नि लाग्यो कति घन्टामा आइयो अरे 11 बजी हिँडेको होइन 12 बजे 12 साढे 12 2 3 4 घन्टामा आइयो है अब 2 घन्टा पुखाएर 4 घन्टामा आइयो अब खाजा खाएर हिँडिन्छ त्यही हो दोस्त फेरि यहाँ सबको हालत खराब ओ हिरो के छ भनेको ओए ल लालेजी यो 2 दिनको भ्लग एक दिनमा हालिदिन्छ अब म त्यही सकिन्छ योको ट्र्याक्टर केटाउटा रेस्टुरेन्टमा गएर भेट्नु केटाको बेनी खाजा खाइएन डाइरेक्ट कुसमा आएको अब यहाँ दाइको मलाई कुरेर बसेको आज दाइको बर्थडे टक्कै यहाँबाट केक लिएर गइन्छ अनि गएर सरप्राइज हानिरहेको छु खाजा चाहिँ घरै मम्मीले अर्डर गरिदिनु छ पिज्जा मोमो चाउमिन के के छ घर गएर खामलाई हेर्नु पऱ्यो अब फेरि रुच्दै गइन्छ थोरै नै हामी सफा खाम माथि गएर भेटौँ है जस्तो लाग्यो ओ ओ दोस्त यहाँ उता यता यता लाले आयो केक लिन गएको मान्छे चल 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 त्यसरी बसेर खाइरहेको थियौँ हामीले होइन दाइ आयो बर्थडे बोय यहाँ बर्थडे केक ल्याइदिनु दोस्त त्यो मुस्ताङको ल चाख अब मार्फाको गिफ्टै केटा हो मार्फाको रक्सी स्याउको दाइको बर्थडेको यहाँ युनिक तरिकाले घर बाहिर भित्र पनि बोले बोले डे टु यु ह्यापी बर्थडे टु यु ह्यापी बर्थडे डियर दाई ह्यापी बर्थडे टु यु यो खाँदा बिहान के भयो भने यो छेउको फर्केर हानेको के बिहान 12 बजी खाँदा खाइदियो अहिले बल्ल खाना केटा हामी चाहिँ यहाँ पोखरा खावामा आएको छौँ बाब ब्लग यस्तै भयो एकछिन गर्न यहाँ दोस्रो फेरि खुवाइदिएँ ल्याउ 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 चाहिँ ल्याउ यो भक्त यस्तै भयो अहिले भर्खर कहाँ छु एकछिनपछि कहाँ हुन्छु झ्याप झ्याप देखाइरहेको छु बाहुन किन गरेन भन्दाखेरि नम्बर 1 पानी मैले यो सबै देखाउनु नदेखाएको भन्दाखेरि तिमीलाई झ्याउलाउँछ भनेर त्यो बाटो कति देखाउने रहेछ नि थाहा छ देखा तिमीलाई उसमा यहाँ पोखरा काठमाडौँ बाटो मतलब पोखरा मुस्ताङको बाटो थाहा छ देखा कस्तो कस्तो सबैलाई थाहा नम्बर 1 मिल्छ त तिमीलाई झ्याउलाउँछ होइन त्यसपछि पानी परेछ फर्नमा राखेपछि यो फोन भिज्छ होइन गोप्रो पनि होइन त्यसपछि अर्को रिजन भनेको चाहिँ बाटो यस्तो थियो होइन त्यो माउन्टै यस्तो माउन्ट यस्तो हुन्थ्यो क्या त्यो अफ रोडले फेरि खाना सिकेँ सफ्ट ल्याउँथ्यो क्या त्यही अनि त्यसपछि म झ्याप झ्याप किन भनेको भन्दाखेरि यो 2 दिनभरि मेरो मोबाइलमा चार्ज थिएन अझै पनि छैन 125 कति छ त्यही भएर पनि भ्लग नबनाएको त्यसपछि माथि चाहिने मेरै फोन 17 प्रो म्याक्स फोटोसोटो खिच्नुलाई त्यो भएर मैले चार्ज जोगाइरहेको थिएँ त्यो भ्लग त्यस्तै हो अहिले त खाँदैछौँ मैले जिन्दगीमा आएको नगर न कस्तो यहाँको ट्राई गर भने अनि त्यही हो खाँदा खान्छ त्यसपछि आफ्नो घर लागिन्छ मतलब सिमाना झन् जान्छु त्यसपछि अनि सिमानलाई छोडेर मेरो सामान हालिदिएर घर खाडी हान्छु घर सब कपडा धुन हाल्छु मेसिनमा त्यसपछि नुहाउँछु स्लिप त्यसपछि भ्लग चाहिँ भोलि गरेर भोलि हाल्छु म त्यही हो अब भ्लग कति भएको 2 दिनको भ्लग 2 मिनट पनि भएन जस्तो लाग्यो क्या मलाई त कसम भनेर ल अब पछि भेटौँ